सबैजनालाई। तपाईहरु कस्तो हुन्छ? सन्चै हुन्छ होला। हामी चाहिँ एउटा भिडियो बनाउँदैछौँ। हाम्रो लुगा धुने कार्यक्रम चल्न आँट्दैछ। दिदी र म गएको है एक बाल्टी लुगा धुन गएको। यति धेरै घाम छ, हावा चलिरहेछ। पुरै घामले हामी धारा देखाउनेछौँ हाम्रो लुगा धुने ठाउँ। अहिले जस्तो छ, जाँदैछौँ यताबाट बाटोबाट। हामी चाहिँ धारा पुग्नु लाग्यौँ है। धारा बाटो पिपल छन् दुईटा। धारा पुग्नु लागेको। धारामा पानी थाप्ने मान्छेहरू पनि हुनुहुँदो रहेछ है। धारा चाहिँ यही हो है। यता दिदी चाहिँ बाल्टी बोकेर एकभरि बाल्टी बोकेर आउनु हुँदैछ है। धारा यही हो। हामी चाहिँ फाइनली धारा पनि आइसकेको छौँ। हाम्रो धारा चाहिँ यही हो है। अब हामी लुगा धुने छौँ। धेरै छ लुगा धुन, धेरै गर्मी पनि छ। यता चाहिँ बाटो छ अनि यहाँ लुगा धुने हो। अनि घर जाने बुझ्न आयो। यहाँ चाहिँ बहिनीले लुगा धुँदै चाहिँ म पखाल्दैछु। यसलाई धो म पखाल्छु भनेको रिसले फुल्लेर नाटक रहेछ। यहाँ यसरी फाल्दी मेरो लुगा बिजोक छ। अनि यस्तो छ धाराको पानी, यत्रो छ पानी। हामीलाई कस्तो छ यो चाहिँ हाम्रो चाहिँ मूलथानको पानी हो। यस्तरी वाल पनि लडिगयो अस्तिको भुइँचालोले। यस्तै छ। अहिले त घाम पनि हालिरह्यो। फाइनली लुगा नि धोइसक्यो हामीले है। धारा लुगा धुएर जानको लागि रेडी भएको हामी यहाँबाट। यहाँ मेरो दिदी सब बसेको जान लाग्यो। अब फर्स्टमा पसल जान्छौँ अनि घर जान्छौँ। पसल जान लाग्यो। पैसाहरू न यहाँ कति धेरै छ हामीसँग। हामी चाहिँ पसल जाँदैछौँ। पसलको आन्टी चाहिँ यतैतिर हुनुहुन्छ होइन। हामी पसल गएको। अब मुरै लिएर चटपटी खाने हो। हामी चाहिँ फाइनली पसल भएको ठाउँमा पनि आइसक्यौँ है। पसल भएको घर चाहिँ यतातिर छ। अनि हामी चाहिँ पसल गएको। अब मुरै लगेर तरो चटपटी बनाएर खाने हो। कति राम्रो फुल हेर्नु न यहाँ, कस्तो दामी है। हामी चाहिँ फाइनली पसल आइसक्यौँ। पसल यही हो, सानो सानो छ है। मेरो दिदी यता छ। दुई दिन हुँदैछ पसल सुरु भएको। हामी नयाँ ग्राहकलाई डिस्काउन्ट पनि दिनुहुन्छ। कति हो यसको? 55 दिनु हेर्ने लु। हेर न कस्तो हुन्छ। मुरै पनि किनिसक्यौँ है। अब चटपटी खाने। र एउटा कुरमुरे, बाँकी सामान चाहिँ घरमै छ है। चाहिँ पसलबाट गइसकेको हामी चाहिँ धारादेखि घर जान लाग्यो। दिदीको बारी हेर्नु न। म चाहिँ मुरै बोक्ने थोरै बचिदिएको क्या। घर हुन्छ कसले सक्छ बोक्नु। जसमा मन बिर्सिँदै हिँडिराख्नु भएको चाहिँ तल। अब हामी चाहिँ घर लागियो है। हामी चाहिँ घर जाँदैछौँ बाटोमा। म त यति बोकेर पनि हिँड्न नसकिरहेको छु। मिठो गीत जाँदैछ दिदीको। भारी बोके भरि आमाले मलाई गाली गर्नुहुँदैछ। यत्रो दुःख देखाइराखेको छ यहाँ। म चाहिँ यत्रो बोकेर होइन। उसलाई चाहिँ एक बाल्टी छैन फेरि। फाइनली घर पनि आइपुग्यो है। हाम्रो घर चाहिँ यहाँ छ। लुगा धोएर आएको, लुगै फोहोर भयो अरे यता फेरि। अब लुगा सुकाउने। त्यही धोएर आएको हामीले। फुल हेर्नु न पनि सुकाइसक्यौँ। अब चाहिँ हामी चटपटीको यहाँ छ भुइँमा चटपटी बनाउन गएको है। चटपटी बनाएर खाने है। चटपटी भन्ने बित्तिकै मुखमा पानी आउँछ। जति खाने चित्तै नबुझ्ने के। चटपटी बनाउनु गएको। चटपटी बनाउनु हुँदैछ है। अब चटपटी खाने। चटपटी नि बन्यो है। अब हामी खान लाग्यो खाजा। चटपटी खायोरी सबै काम सक्यौँ। अब आजको लागि भ्लग यति नै। नेक्स्ट भ्लग फेरि बनाउनेछौँ। बाई बाई सबैजना। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई।